साथीहरू यहाँ सम्पूर्णलाई नमस्कार। आज चाहिँ म यो एनटिसी कम्पनीको चाहिँ टेक्निकल एनालाइसिस र फन्डामेन्टल सामान्य एनालाइसिस लिएर आएको छु। हजुरहरूले हाम्रो भिडियो पुरा हेर्नुहोला। एनटिसी कम्पनीको हजुरले फन्डामेन्टल कुराहरू हेर्दाखेरि चाहिँ 2-4 कुराहरू चाहिँ मजाले हेर्नुपर्ने हुन्छ। अब हजुरहरूले देख्न सक्नुहुन्छ पर्फर्मेन्स भ्यालुमा चाहिँ 1 इयर इल्ड यो चाहिँ 0.05%ले मात्र घटेको छ एक वर्षमा। अब इपिएस चाहिँ यसको 46 रुपियाँ छ। यो इपिएस के हो भनेर हजुरहरू कन्फ्युज हुनु पर्दैन साथीहरू, नयाँ हुनुहुन्छ भने। इपिएस भनेको अब देखाएको छ त्यहाँ अर्निङ पर सेयर। हजुरले चाहिँ एउटा किता सेयर किन्नुभयो भने त्यसले चाहिँ कति कमाउँछ भन्दाखेरि 46.47 रुपियाँ कमाउँछ भन्ने यसको चाहिँ अर्थ हुन जान्छ एक वर्षमा है साथीहरू। यो अनि अर्को यो चाहिँ कुन रिपोर्ट भन्दाखेरि 82-83को Q3 को रिपोर्ट हो साथीहरू। पी रेसियो रहेको छ 18.2 छ, एकदम यो ठिक हो साथीहरू। यो एकदम पर्चेज गर्नको लागि चाहिँ बेस्ट रहेको छ पी रेसियो। बुक भ्यालु छ 550 रुपियाँ। 550 बुक भ्यालु भनेको साथीहरू यो चाहिँ एकदम राम्रो मान्नुपर्छ हामीले। बुक भ्यालु भनेको चाहिँ हजुरहरूलाई यो कम्पनी भोलि तपाईँको कोल्याप्स भयो, यो कम्पनी टाट पल्ट्यो भने पनि हजुरलाई दिन सक्ने यसको क्षमता हो, प्रतिकिताको क्षमता। हजुरले 848 मा अहिले सेयर किन्नुभएको छ होइन। हजुरले पछि यदि यसलाई बेच्नुभयो भने अथवा फाइदा खाएर हजुरले राम्रो गर्नुभयो भने त सकि नै हाल्यो। तर हजुरले सेयर राखिरहनु भएको छ, यो कम्पनी टाट पल्ट्यो, यो कम्पनी बन्द हुने अवस्था भयो भने पनि हजुरहरूले 550 रुपियाँ प्रति किता चाहिँ त्यसको क्षतिपूर्ति पाउनुहुन्छ भन्ने यसको चाहिँ अर्थ रहन्छ। एकदम राम्रो रहेको साथीहरू। अब हजुरले देख्न सक्नुहुन्छ यतापट्टि रहेको छ केही इन्फर्मेसनहरू, यो हजुरले पढ्न पनि सक्नुहुन्छ। यसको टेक्निकल कुराहरू हेर्न लागि चाहिँ हामी एनालाइसिसमा गएर टेक्निकल चार्ट्स ओपन गर्छौँ, जहाँ चाहिँ हाम्रो एनटिसी भनेर हामी सर्च गर्छौँ। देख्न सक्नुहुन्छ एनटिसीको चाहिँ हामीले यसरी चार्ट देखेको छौँ। अब यो एनटिसी कम्पनी साथीहरू कस्तो हो, यसको विगतमा कति यसको भ्यालु पुगेको थियो भनेर हजुरले यसलाई जुम गरेर चाहिँ हेर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ एनटिसीको तपाईँको 1400 एबो माथि पुगेको छ हाइएस्ट भ्यालु। लोएस्ट भ्यालुमा पनि हजुर देख्न सक्नुहुन्छ 400 समथिङ पनि आएको छ। अझै यता प्यान राउन्ड गर्नुभयो भने लोएस्ट भ्यालु 332 पनि रहेको छ। यो चाहिँ सुरुवातको समयमा हो, त्यो सामान्य नै हो। अनि अब यो कम्पनीको अहिले तपाईँको कति छ भ्यालु, किन्ने नकिन्ने, यो कम्पनीले के जनाएको छ, टेक्निकल कुराहरू के छ भन्ने कुराहरू चाहिँ अब हामी विस्तारमा बुझ्नेछौँ। अब यसलाई मैले जुम गरेँ साथीहरू। आज चाहिँ तपाईँको यो कम्पनीको नेगेटिभ क्यान्डल बनेको छ। यो आज तपाईँको यो कम्पनी केही घटेको छ, आज नेगेटिभ क्यान्डल बनाएर यो कम्पनी क्लोज भएको छ। देख्न सक्नुहुन्छ यो भोलम पनि यो भनेको तपाईँको सोमबार चाहिँ भोलम पनि 18 गते सोमबार चाहिँ भोलम पनि आएको थियो। अहिले चाहिँ तपाईँको भोलम पनि घटेर आजको दिनसम्म चाहिँ तपाईँको भोलम 1 गतेको दिन भोलम पनि लो छ, प्राइस पनि लो भयो। यो चाहिँ सामान्य कुराहरू भयो। अब यो कम्पनीको हामी इन्डिकेटर लाएर 2-4वटा इन्डिकेटर लाएर हेर्छौँ। हजुरले इन्डिकेटर चाहिँ किन लाउने भन्दा इन्डिकेटरले पनि हामीलाई धेरै कुरा बोलेको हुन्छ साथीहरू। हजुरलाई म भन्छु धेरैवटा इन्डिकेटर हेर्दैन हेर्नु, 2-3टा भन्दा इन्डिकेटर हेर्दैन हेर्नु। एउटा एमएसिडी हेर्नु। देख्न सक्नुहुन्छ यो एमएसिडीले के भनेको छ भन्दा साथीहरू अहिले पनि तपाईँको एमएसिडी नेगेटिभ जोनमा छ। यो यसलाई भन्छ हिस्टोग्रामहरू। यो हिस्टोग्राम नेगेटिभमा हुनु भनेको एकदम यो चाहिँ नराम्रो हो साथीहरू। यो कम्पनीको सेयर खासमा हामीले यस्तो बेला किन्नु पनि हुँदैन। यतापट्टि देख्न सक्नुहुन्छ हिस्टोग्रामहरू पोजिटिभ थिए, जुन यो जेठको 13 गतेबाट हिस्टोग्रामहरू चाहिँ नेगेटिभ जोनमा घट्दै के अरे नेगेटिभ जोनमा बढ्दै गएको छ। यसले चाहिँ हामीलाई नराम्रो चिन्ह दिन्छ। अब यो कम्पनी अब किन बाई गर्ने किन सेल गर्ने भन्ने कुरा पनि मेन पार्ट रहेको छ। यो कम्पनी अहिले हजुरहरूले जुन बाई गर्नुभएको छ भने यो कम्पनीलाई हजुरले तपाईँको एभरेजिङ गर्नुपर्ने अवस्था पनि हुन्छ। हामीले देख्न सक्छौँ यसलाई हामीले यसको हिस्ट्री हेऱ्यौँ भने कम्पनी जहिले देख्न सक्नुहुन्छ यहाँ म एउटा ट्रेन लाइन चाहिँ ड्र गर्छु। एउटा ट्रेन लाइन त्यहाँ ड्र गऱ्यौँ। अर्को छ तपाईँको अर्को देखाउन सक्नुहुन्छ यहाँपट्टि। यहाँ जब पनि मार्केट तपाईँको यो कम्पनीको चाहिँ यो बिन्दुमा आइपुग्दाखेरि एउटा मार्केटले सपोर्ट पाएर मार्केट माथितिर गएको देखिन्छ भनेपछि अझै पनि यो जुन अहिले चलेको मार्केट छ यसले पनि तपाईँको यो सपोर्टमा आएर आउने सम्भावना चाहिँ अत्याधिक देखिन्छ। किनभने तपाईँको एमएसिडी पनि नेगेटिभ देखिन्छ। एमएसिडीले अझै तपाईँको केही सिग्नल दिएको छैन र यो लाइन जुन सपोर्ट छ 808 को, यो 808 को बिन्दु नजिकै छ यो हाम्रो प्राइस चाहिँ। त्यही भएर हजुरहरूले अब किन्ने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ
जब 808 को बिन्दु पुग्छ तब मात्र किन्ने होला। त्यसपछि चाहिँ तपाईँको एउटा बुलिस मुभमेन्ट चाहिँ आउन सक्छ। नभए 808 सम्म चाहिँ तपाईँको यो अझै घट्न सक्ने सम्भावना चाहिँ अत्याधिक रहेको छ। यदि हजुरहरूले स्टप लस गर्न चाहनुहुन्छ भने 808 बिन्दु पनि तोडेर तपाईँको अलिक तलतिरै जान्छ भने चाहिँ हजुरहरूले स्टप लस पनि गर्नुपर्ने हुनसक्छ है। अब त्यो भयो। अब अर्को कुरा भनेको यसलाई टार्गेट कति लिने, यो कम्पनी यदि हामीले अहिले किन्ने हो भने टार्गेट किन्ने त अहिले हामीलाई सिग्नल पनि छैन। तर यदि हजुरले अहिले लगानी गरिराखौँ न, यसलाई भविष्यमा केही पो भइहाल्छ कि यो राम्रो कम्पनी फन्डामेन्टल राम्रो छ भन्न चाहनुहुन्छ भने पनि हजुरहरूले टार्गेट कति लिने भन्दाखेरि यसको एकदम सामान्य छ साथीहरू। टार्गेट धेरै लिनु पर्दैन हजुरहरूले। यहाँ मैले जुन यो ट्रेन्ड लाइन तानेको छु यो भनेको हेर्न सक्नुहुन्छ म्याक्सिमम पोइन्टहरूले यो बिन्दुलाई चाहिँ छुएको छ। यो बिन्दु भनेको हजुरहरूले देख्न सक्नुहुन्छ म्याक्सिमम छुने बिन्दु भनेको लगभग त्यही 1000 समथिङको लाइन 1000 समथिङको बिन्दु रहेको छ। यो देख्न सक्नुहुन्छ। यति बेला पनि मार्केट यहाँ पुगेको छ। यो बिन्दुमा पनि यति बेला पुगेर तलतिरपट्टि गएको छ। यो समयमा पनि मार्केट यति पुगेर तलतिर रेसिस्टेन्स तलतिर गएको छ। बुझ्नु भएन कि यो बिन्दुमा पनि गएको छ। यहाँनिर पनि लगभग पुग्न खोजेको थियो, यहाँ पनि पुग्न खोजेको थियो भनेपछि एउटा 1000 को पोइन्ट यस्तो छ कि साथीहरू त्यो चाहिँ मान्छेको साइकोलोजीमा फरक परेको छ। जबसम्म मान्छेले चाहिँ 1000 को एउटा टार्गेट राखेर बसिरहेको हुन्छ तबसम्म चाहिँ मार्केट 1000 मा पुगेर घट्ने सम्भावना अत्याधिक हुन्छ। त्यो भएर हजुरले पनि 1000 भन्दा मुन्तिर सकेसम्म 990 980 टार्गेट राख्नु होला। यो कम्पनी अहिले किन्नुहुन्छ भने त्यसपछि त्यति गएपछि हजुरले सेल गर्नु होला। किनकि 1000 पुगेपछि फेरि यो कम्पनी झरेर तलतिरपट्टि आउने सम्भावना अत्याधिक हुन्छ। हिस्ट्रीहरू भने पनि त्यो कुराहरू हामी धेरै देख्न सक्छौँ। त्यो भएर हजुरले यदि किन्नुहुन्छ भने म्याक्सिमम 1000 सम्म जाने, त्यसपछि बेच्ने, प्रफिट बुक गर्ने र तलतिरपट्टि आउनुहुन्छ भने 808 भन्दा मुनिको बिन्दु चाहिँ तपाईँको यो कम्पनी घट्दै गयो भने स्टप लस गर्ने र सुरक्षित अवलम्बन गर्नुपर्ने हुन्छ। अब हामी अर्को इन्डिकेटर पनि हेर्छौँ। त्यसलाई भन्छ हामी आरएसआई हेर्छौँ। आरएसआईले पनि हामीलाई धेरै सिग्नल दिइरहेको हुन्छ। हजुरले देख्न सक्नुहुन्छ आरएसआई अहिले कति छ भन्दाखेरि अहिले 32 मा छ साथीहरू। यो चाहिँ आरएसआई 32 मा हुनु खुसीको कुरा हो कि होइन लगानीकर्ताको लागि भने यो चाहिँ आरएसआई 32 भनेको एकदम न्यून हो साथीहरू। यति बेला चाहिँ ओभरसोल्ड जोनमा छ मार्केट, सबैले बेचिरहेका छन्, ओभरसोल्ड भइरहेको छ भन्ने सिग्नल हो। जुन यो आरएसआई 45 को बिन्दुतिर हुन्छ, 40 देखि 60 सम्मको बिन्दुमा हुन्छ, यो चाहिँ एकदम न्युट्रल जोन हो। यो चाहिँ मार्केट नर्मल चलिरहेछ भन्ने बुझिन्छ। जब यो 60 देखि तपाईँको 80 को बिन्दुमा पुग्छ मार्केट, त्यति बेला चाहिँ ओभर बाई भइरहेको छ, जति बेला पनि गिरावट आउन सक्छ है भन्ने एउटा सङ्केत हुन्छ। त्यस्तै यो कम्पनीको चाहिँ अहिले 32 आरएसआई रहेको छ। यो 32 आरएसआई चाहिँ तपाईँको एकदम न्यून हो। अब कुनै बेला एउटा बुलिस आउन सक्छ, किनकि 32 आरएसआई भनेको मान्छेहरूले धेरै बेचिसके क्या साथीहरू, धेरै बेचिसके। अब मान्छेहरू बेच्दा अब अलि लगानीकर्ताहरू चाहिँ तपाईँको धेरै घटेको कुराहरूमा पनि कहिलेकाहीँ आकर्षित हुने गर्छन्। यो कम्पनी त भविष्यमा तपाईँको 1400 पनि पुग्न सक्छ, 1400 पनि थियो पहिला, अहिले 1400 पनि जान सक्छ भनेर फेरि लगानी मान्छेहरूले गर्न थाले भने फेरि यो चाहिँ तपाईँको आरएसआई पनि बढ्ने र सेयर मार्केट पनि बढ्ने सम्भावना चाहिँ हुन्छ यसमा। किनकि यो कम्पनी फन्डामेन्टल रूपमा नराम्रो कम्पनी होइन। हजुरहरूले नेपाल दूरसञ्चार कम्पनीको धेरै कुराहरू त बुझिराख्नु भएको छ। हजुरहरूले चलाउने, हजुरहरूले कुराकानी गर्ने मोबाइल फोन पनि, हामीले कुराकानी गर्ने पनि यही नेपाल दूरसञ्चार कम्पनीको मार्केट नै हो। अब यो कम्पनीले अब टेक्निकल कुराहरू त मैले यो कम्पनीको बारेमा हजुरहरूलाई सबै भनि नै गएँ। अब यो कम्पनीले दिने डिभिडेन्डहरू के छ, यो कम्पनीले चाहिँ कसरी डिभिडेन्ड बाँडिरहेको थियो, यो कम्पनीले चाहिँ फेरि डिभिडेन्ड बाँड्छ बाँड्दैन, यस्ता कुराहरू पनि हामीले केही सामान्य एनालाइसिस गर्छौँ। अब देख्न सक्नुहुन्छ एनटिसीको चाहिँ हामी डिभिडेन्ड सेक्सनमा गएर डिभिडेन्ड हेर्छौँ। डिभिडेन्ड हिस्ट्री हामीले हेऱ्यौँ भने देख्न सक्नुहुन्छ 2081-82 मा चाहिँ यो कम्पनीले 30% चाहिँ क्यास बोनस दिएको थियो। यो चाहिँ सामान्य नै बोनस हो। अब अरू कम्पनीले नदिँदाखेरि अब यो कम्पनीले पनि यदि 30% दिँदा पनि यो एकदम ठुलै लाग्छ होइन। तर 30% यदि बोनस सेयर दिएको थियो भने चाहिँ साथीहरू त्योभन्दा ठुलो केही पनि ठुलो बोनस हुँदैन थियो। तर क्यास चाहिँ 30% एकदम यो त न्यून नै जस्तो लाग्छ मलाई चाहिँ। हजुरहरूलाई के लाग्छ भन्नुहोला। अनि 77-78 मा चाहिँ यसले 20% बोनस सेयर पनि बाँडेको थियो।
त्यो भनेको नै एकदम पोजिटिभ पोइन्ट छ साथीहरू। हजुरसँग 100 किता छ भने हजुरले 20 किता सेयर चाहिँ यो कम्पनीको पाउनुभयो। तर यो 30% क्यास डिभिडेन्ड पाउनु भनेको हजुरसँग 100 किता सेयर छ भने पनि 100 किता सेयरको 100 रुपियाँको दरले 10,000 हुन्छ, 10,000को 30% हजुरले पाउनुहुन्छ। त्यो भनेको धेरै हुँदैन। त्यो भएर सेयर डिभिडेन्ड दियो भने चाहिँ हजुरले राम्रो प्रफिट पाउनुहुन्छ। अहिले चाहिँ यो कम्पनीले डिभिडेन्ड दिने नदिने यस्ता कुराहरू चाहिँ केही पनि खासै आएको छैन। अब हजुरले केही कम्पनीको न्युजहरू पनि हेर्न सक्नुहुन्छ। यसको केही न्युजहरू आएको छन् कि न्युजमा अहिले केही पनि देखाएको छैन, यो कम्पनीको न्युज केही पनि आएको छैन भनेपछि हजुरले यो कम्पनीलाई वाच लिस्टमा राख्नुपर्छ। यदि हजुरले किनिसक्नु भएको छ भने हजुरहरूले टेक्निकल कुराहरूलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हुन्छ। अब हजुरले यो भिडियो हेरिसकेपछि यो कम्पनीलाई पोजिटिभ तरिकाले हेरेर बाई गर्ने पनि नगर्नुहोस्, नेगेटिभ तरिकाले यसलाई सेल गर्ने पनि नगर्नुहोस्। हजुरको आफ्नो विवेक, आफ्नो रिस्क लिन सक्ने क्षमता सबै कुरालाई ध्यानमा राखेर टेक्निकल कुराहरूलाई हेरेर न्युजहरू सम्पूर्ण कुराहरू फन्डामेन्टल कुराहरूलाई हेरेर चाहिँ अघि बढ्नु हुन म अनुरोध गर्न सक्छु। यो भिडियो यही अन्त्य हुन्छ।